आज बिहान बिहान आमालाई चिया लैदिएर जाँदाखेरि हजुरआमा चाहिँ एकदमै टेन्सनमा हुनुहुँदो रहेछ। त्यसपछि हजुरआमा किन टेन्सनमा हुनुहुन्छ भनेर मलाई चाहिँ एकदमै टेन्सन पर्यो। त्यसपछि म पनि मन नै खटाइ नसक्नु भएर मैले चाहिँ सोधेँ, "आमा आमा तपाईँलाई के भयो? किन टेन्सनमा हुनुहुन्छ?" भनेर भनेँ। त्यसपछि त मेरो हजुरआमाले त आज मेरो सानोको साथीहरू आउँदैछन् पो भन्नुभयो। अनि सानोको साथी आएर तपाईँ खुसी हुन पर्छ नि त, तपाईँलाई त त्यही पनि अरूकाको कुरा काट्न रमाइलो लाग्छ भनेर मैले भनिदिइहालेँ। त्यसपछि त मेरो हजुरआमाले के भन्नुहुन्छ, मैले मेरो साथीहरूलाई गफ दिन्छु, म एकदम धनी परिवारको छु मान्छे हो, म एकदम धनी छु भनेर गफ गरेको भनेर भन्नुभयो। अनि त्यसपछि त अब मेरो घरमा नोकर चाकर छ भने अनि मलाई रिक्वेस्ट गर्न लाग्नुभयो, मेरो नातिनी तिमी आज एक दिन मेरो नोकर बनिदेऊ, सबै सामानहरू खानेकुरा सबै बनाएर ल्याऊ, म तिमीलाई नोकर भनेर चिनाउँछु भनेर भन्नुभयो। अब त्यसपछि मैले त किन मानौँ, मेरो यसमा के फाइदा छ, मैले किन मानौँ भनेर मैले भने। त्यसपछि त यो महिनाको पेन्सन जति सबै तँलाई दिन्छु भनेर भन्नुभयो। अब पेन्सन भनेपछि त त्यत्रो पैसा भनेपछि त म त मक्क परेर हुन्छ हुन्छ भनेर माने। दिउँसभरि हजुरआमाको किचकिच सहेर म चाहिँ नोकर्नी बनेर हजुरआमाले जे जे खानेकुरा भन्नुहुन्छ सबै खानेकुरा 2-2 मिनेटमा पेश गरे। त्यसपछि त लास्टमा त सबै पाहुना गए। त्यसपछि हजुरआमाले, आमा आमा पेन्सनको पैसा कहिले बुझ्न जानुहुन्छ, पेन्सन भनेको त मलाई इग्नोर गरेर रुममा जानुभयो।